हेलो साथीहरू, फुटबल सम्बन्धी युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। युएसए, मेक्सिको र क्यानाडामा हुन गइरहेको 2026 वर्ल्ड कपमा कुन कुन देशहरू क्वालिफाई भए, कुन कुन देशहरू क्वालिफिकेसनको प्लेअफमा पुगेका छन् र यसको प्रोसेसहरू के हुन्, यो बारेमा जानकारी लिनको लागि पुरा भिडियो हेरेर साथ दिनुहोला। ल साथीहरू, अब सुरु गरौँ युरोपबाट। युरोपबाट जम्मा 16वटा देशहरू फिफा वर्ल्ड कपमा प्रवेश गर्छन् भने यिनीहरू ग्रुप ए देखि ग्रुप जे सम्म गरी 12वटा ग्रुपमा विभाजन भएका हुन्छन्, जसमा जुन जुन देशले हर ग्रुपको पहिलो नम्बरमा धेरै पोइन्ट ल्याएर फिनिस गर्छ उनीहरू डाइरेक्ट क्वालिफाई हुन्छन्। यसरी युरोपबाट 12वटा टिमहरू क्वालिफाई हुन्छन्। यी 12वटा टिमहरूबाट ग्रुप एबाट जर्मनी, ग्रुप बीबाट स्विजरल्यान्ड, ग्रुप सीबाट स्कटल्यान्ड, ग्रुप डीबाट फ्रान्स, ग्रुप ईबाट स्पेन, ग्रुप एफबाट पोर्चुगल, ग्रुप जीबाट नेदरल्यान्ड, ग्रुप एचबाट अस्ट्रिया, आईबाट नर्वे, ग्रुप एलबाट बेल्जियम, ग्रुप केबाट इङ्ल्यान्ड र ग्रुप एलबाट क्रोएसिया क्वालिफाई भएका छन्। अब बाँकी रह्यो युरोपबाट 4वटा टिमहरू। हर ग्रुपको रनरअपहरू क्वालिफिकेसनको लागि प्लेअफ म्याच खेल्छन्, जसमा 16वटा देश जान्छ। अब भन्नुहोस् 12वटा रनरअप यहाँबाट गएपछि 4वटा टिम कहाँबाट आउँछ? क्वालिफिकेसन प्लेअफको लागि युरोपको 4वटा देशहरू, जसमा युएफए नेसन्स लिगबाट ग्रुपको टप गर्ने देशहरू जान्छन्, जसमा युएफए नेसन्स लिग ए र बीको अलरेडी क्वालिफाई भइसकेको छन्। त्यसैले युएफए नेसन्स लिग सीको ग्रुप टप गर्ने देशहरू स्विडेन, रोमानिया, नर्थन आइल्यान्ड र नर्थ म्यासेडोनिया गरेर जम्मा 16वटा टिम क्वालिफिकेसन प्लेअफको लागि जान्छन्। त्यहाँबाट जम्मा 4वटा देश मात्र क्वालिफाई हुन्छ र यसरी 16वटा टिम युरोपबाट पुग्छ। अब कुरा गरौँ साउथ अमेरिकाबाट। यदि कतै वर्ल्ड कप क्वालिफाई हुनलाई सजिलो छ भने मलाई लाग्छ साउथ अमेरिकामा छ, किनभने यसमा जम्मा 10वटा देशहरू हुन्छन् एउटा ग्रुपमा, जम्मा 10वटा देशहरू, जसमा 6वटा टप 6 फिनिसरहरू डाइरेक्ट क्वालिफाई हुन्छन् वर्ल्ड कपको लागि। भने 7औं नम्बरले वर्ल्ड कप क्वालिफिकेसन प्लेअफ खेल्न पाउँछ। त्यसको बारेमा म पछि चर्चा गर्ने नै छु। जम्मा 3वटा टिम बाहिरिन्छन् यहाँबाट। अर्जेन्टिना, इक्वेडर, कोलम्बिया, उरुग्वे, ब्राजिल र पाराग्वे, यी 6वटा टिम अलरेडी क्वालिफाई भइसक्यो। मैले भिडियो बनाउँदै गर्दा हजुरहरूलाई यो एपको बारेमा जिज्ञासा आएको छ भने सायद तपाईँहरू सबैलाई यो एपको बारेमा थाहा नै होला। यदि छैन भने प्ले स्टोर र एप स्टोरमा गएर फोमोर सर्च गरी त्यसपछि डाउनलोड गर्न सक्नुहुन्छ। त्यहाँ तपाईँको म्याच स्टोरीहरू, त्यसपछि पछि हुन लागेको म्याचहरू, लाइनअपहरू, सबै कुराहरू चेक गर्न सक्नुहुन्छ। ए टु जेड सबै कुरा देखाउँछ। फुटबल सम्बन्धी जानकारीको लागि तपाईँको न्युजहरू, ट्रान्सफर, लिगहरू, सबै कुरा, प्लेयर स्टेटहरू, सबै कुरा देखाउँछ। अझै पनि कन्फ्युज हुनुहुन्छ भने यो एपको लिङ्क डिस्क्रिप्सनमा चेक गर्नु होला। अब कुरा गरौँ हाम्रो एसिया महादेशको, जसमा 3वटा चरणहरू हुन्छन्, पहिलो, दोस्रो र तेस्रो। र यसमा पनि ग्रुपको टप 2मा बन्ने टिमहरू प्रमोट हुँदै जान्छन् भने बाँकी डिस्क्वालिफाई हुँदै जान्छन्। पहिलोबाट दोस्रो, दोस्रोबाट तेस्रो, तेस्रो राउन्डमा पुगेपछि फाइनल क्वालिफिकेसन राउन्ड हुन्छ, जसमा हामीले देख्न सक्छौँ ग्रुप सीबाट जापान, अस्ट्रेलिया क्वालिफाई भइसकेको छ। त्यसै गरी ग्रुप बीबाट साउथ कोरिया र जोर्डान क्वालिफाई भइसकेको छ भने ग्रुप एबाट इरान र उज्बेकिस्तान क्वालिफाई भइसकेको छ। अब बाँकी रहेको 6वटा थर्ड र फोर्थ प्लेस टिमहरू फोर्थ राउन्डको लागि खेल्नेछन्, जसमा कतार र साउदीले वर्ल्ड कपको लागि आफ्नो स्थान प्राप्त गरिसकेको छ भने युए इराक म्याच भएको थियो, जसमा इराकले नेक्स्ट क्वालिफिकेसन प्लेअफको लागि आफ्नो स्थान राखेको छ। हामी चर्चा गरौँ एसियन फुटबल फेडरेसनबाट, जसमा न्यू क्यालेडोनिया, फिजी, सोलोमन आइसल्यान्ड, पापा न्यू गिनिया फर्स्ट ग्रुपमा थियो भने सेकेन्ड ग्रुपमा न्युजिल्यान्ड, ताहिती, भनिउटी र समय थियो भने, जसमा दुईवटा टिमले टेबल टप गरेर सेमी फाइनल खेलेका थिए। फाइनलमा न्युजिल्यान्डले न्यू क्यालेडोनियालाई 3-0ले हराउँदै आफ्नो ठाउँ सिक्योर गरेको छ भने न्यू क्यालेडोनिया क्वालिफिकेसन प्लेअफको लागि जानेछ। हुन्छ साथीहरू, अब लागौँ नर्थ अमेरिकातिर, जसमा पहिलो, दोस्रो र तेस्रो चरण हुँदै जान्छन्। तेस्रो चरणमा फाइनल क्वालिफिकेसन लागि खेल्छन् भने तेस्रो चरणमा 3टा ग्रुपमा 12वटा टिमहरू क्वालिफिकेसन लागि खेल्नेछन्। प्रत्येक ग्रुपको पहिलो नम्बरमा फिनिस गर्ने पनामा, कुरासाओ, हाइती, 3टा टिम अलरेडी क्वालिफाई भइसकेको छन् भने यस 3टा ग्रुपमा 3वटा रनरअपहरू छन् भने ती 3 रनरअपहरूबाट पनि 2टा रनरअप मात्र क्वालिफिकेसन प्लेअफको लागि खेल्न जान्छन्, जसबाट जमैका र सुरिनेम गइसकेको छ भने हन्डुरस डिस्क्वालिफाई भइसकेको छ। साथीहरू, अब हामी अन्तिममा चर्चा गरौँ अफ्रिका महादेशबाट, जसमा एदेखि आईसम्म गरी टोटल 9वटा ग्रुपमा 5वटा र 6वटा देश गरेर विभाजन भएका हुन्छन्। यसमा पनि हर ग्रुपको सबैभन्दा बढी पोइन्ट ल्याएर पहिलो नम्बरमा फिनिस गर्ने 9वटा देशहरू डाइरेक्ट वर्ल्ड कपको लागि क्वालिफाई हुन्छ, जुन मध्ये ग्रुप एबाट इजिप्ट, ग्रुप बीबाट सेनेगल, ग्रुप सीबाट साउथ अफ्रिका, ग्रुप डीबाट क्याप बार्दे, ग्रुप ईबाट मोरक्को, ग्रुप एफबाट आइभरी कोस्ट, ग्रुप जीबाट अल्जेरिया, ग्रुप एचबाट टुनिसिया र ग्रुप आईबाट घाना क्वालिफाई भइसकेका छन्। अफ्रिका महादेशबाट 9वटा देशले बाँकी अफ्रिकन महादेशको ग्रुपबाट टप 2मा फिनिस गर्ने 4वटा बेस्ट रनरअपहरू एकअर्का बीच सेमी फाइनल र फाइनल गरी प्लेअफ म्याच खेल्नेछन्। अफ्रिकाबाट चुनिने फाइनल प्लेअफमा डिआर कङ्गोले नाइजेरियालाई 1-1मा ड्र गर्दै पेनाल्टीमा जितेर वर्ल्ड कप क्वालिफिकेसन प्लेअफको लागि आफ्नो स्थान सुरक्षित राखेको छ।
अन्तिममा युरोपबाट क्वालिफिकेसन प्लेअफको लागि सिलेक्ट भएका 16वटा टिमहरू एकअर्काबीच 2026 मार्चमा खेल्छन् भने एसिया, अमेरिका, ओसियन र अफ्रिकाबाट गएका टिमहरू एकअर्काबीच मार्च 16मा सेमिफाइनल र फाइनल खेल्छ भने जसबाट 2वटा मात्र देश क्वालिफाई हुन पाउँछ। विगतका विश्वकपहरूमा 32वटा राष्ट्रहरू सहभागी हुन्थे भने अहिले 2026को विश्वकपमा 48वटा राष्ट्रहरू सहभागी हुन पाउने भएका छन्, जसमा युरोपबाट 12वटा, साउथ अमेरिकाबाट 6वटा, एटलान्टिक ओसियनबाट 1वटा, नर्थ अमेरिकाबाट 3टा, अफ्रिकाबाट 9वटा, एसियाबाट 8वटा र 3टा होस्ट टिम युएसए, मेक्सिको र क्यानाडा गरी जम्मा 42वटा राष्ट्रहरू समावेश भइसकेका छन्। बाँकी 6 राष्ट्रहरू मैले अघि नै हजुरहरूलाई भनिसकेँ। युरोपबाट 4वटा क्वालिफिकेसन प्लेअफ खेलेर आउनेछन् भने बाँकी 2वटा बाँकी महादेशबाट क्वालिफिकेसन प्लेअफ खेलेर आउनेछन् र जम्मा 6वटा गरी 48वटा राष्ट्र 2026को वर्ल्ड कपमा सहभागी हुनेछन्। साथीहरू, तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? केही प्रतिक्रिया छ भने कमेन्ट बक्समा गएर प्रतिक्रिया दिन नभुल्नुहोला अनि लाइक एन्ड सब्सक्राइब र सेयर गर्न पनि नभुल्नुहोला। थ्याङ्क यू।